सो हेलो नमस्ते दाजुभाइ दिदीबहिनी सबैजना सन्चै आएर पनि हुन्छ म पनि एकदम सन्चै आएर पनि छु आफ्टर लङ टाइम पछि भ्लगमा आउँदैछु गाइज टक्क लाएर मुस्ताङको लागि बाइक रेडी दिएर सन्देशको बाइक चाहिँ त्यहाँ छ मेरो बाइक चाहिँ यहाँ छ टक्क लाएर अझै मैले एनएस लिएको स्विडन चाहिँ मैले बेचेको चाहिँ 2 दिन भयो होला सायद बाइक चाहिँ त्यो ब्ल्याक कालो घोडा मैले चाहिँ एनएसलाई नै डिसाइन दिन्थेँ अनि एनएस नै किनिदिएँ मैले चाहिँ टक्क लाएर जान्छ पाण्डे ब्लक बाइक चाहिँ खत्रै हो तर अस्ति भरे 2 दिन भयो होला मैले मोबिल र उस क्लच प्लेट चेन्ज गरेको तर मोबिल चाहिँ लिक हानेछ तर त्यो चाहिँ तातेको बेला लिक हाने होला कि अहिले चाहिँ म कहाँ छु भने चाहिँ चिकनमा हो गाइस अब चिकन लाने बेला चाहिँ मैले भ्लग बनाइनँ त्यसको लागि सरी गाइस त्यही त टक्क लाएर बाइक चाहिँ खतरा आएको थियो हजुर अब लाइट देखाइन्छु लाइट कस्तो छ नि देखाइन्छु म हजुरलाई डेन्जर दामी लाइट चाहिँ खतरा लगाएर झिरिङ टक्क लाएर हेर्नुहुन्छ बाइक चाहिँ कालोबाट अब सन्देशको बाइक हेरौँ है भित्र गएर हामी चाहिँ बुलेट हाउस चितवनमा छौँ टक्क लाएर हेर्नुहुन्छ त्यही सन्देशको बाइक छ बुलेटै बुलेट छ भित्र चाहिँ एउटा मात्रै भियर हो सन्देशको बाइक बन्दैछ सन्देश यहाँ छ हाम्रो राजा उता खान एक प्रकारका भाइरल मान्छे हेर्नु टक्क लाएर हुन्छ है त ल बाइक बन्दैछ है सर्भिसिङ हान्दै केटा यसो हेलो गाइज भन्छ नि यार कि हो यस्तो यार हेप्दी नि होला हेप्ने यस्तै हो हेप्ने मान्छेलाई टिसाइन नि ए मुहा किन भयो त गाइज अहिलेलाई पनि एकछिन भेट्छु गाइज अझै बिल बन्दैछ है टक्क लाएर त केटा बिल चाहिँ निस्किँदाको 26 चाहिँ निक्लियो फेरि थोरै किन निक्लियो बुलेटको भन्नु भन्दाखेरि टाइममा सर्भिसिङ गरेको भएर चाहिँ 26 चाहिँ निक्लियो अहिले त गाइस टक्क लाएर सन्देशको बाइक पनि रेडी भइसक्यो मेरो बाइक चाहिँ सर्भिसिङ अलि बेला भयो होइन धेरै भयो भने बाइक चाहिँ एनएस चाहिँ त्यो पिकान्टी गइदिन्छ रहिला हानिन्छ कि अहिले अब एनएस रहिला हुने हो चितवनमा आएर एनएस अलिक हान्छ ट्र्याकको लाएर यसो भोलि चाहिँ चेकअप गर्छु यसो बाइक चाहिँ गर्दाखेरि हल्का बिग्रिहाल्यो भने चाहिँ हुन्छ त्यही भएर चाहिँ म भोलि चेकअप गर्छु एकचोटि बाइक चाहिँ अब बिल चाहिँ कति आउँछ बिल कति आउँला र अहिले बिल कति आउँछ यसो हजुरहरूले गेस गर्नु होला टक्क लाएर गाइस म हजुरलाई बिल देखाउँछु है त यसो गेस गर्ने हजुरहरूले त्यही पनि हामी भर्खर पुलचोकतिर आइयो नारायणघाटको पुलचोक भन राति बेला भइसक्यो त्यो यसको क्यामेरा त ब्लक गाइस हामी भर्खर अब नारायणघाटको पुलचोकतिर आइयो होइन नारायणघाटको भ्यू यस्तो बल छ राति बेला झन् माथि डाँडाबाट हेर्नु नि चेक्सी देखिन्छ क्या नारायणघाट हाम्रो सन्देशको उता मन्ट बुलेट चलाएर अगाडि दिँदै हो हामी भर्खर बागमती र गण्डकीको बिचको पुलमा छौँ गाइस बिचको पुलमा केटा साइकल यसो हेर्नु होला नारायण छ तर यो हाम्रो साथी यतातिर पनि खोलै हो पुलमा छ हजुर मौसम गाइदिनु ए मौसम गाइदिनु लन्डन ब्रिज भनेको यो चाहिँ लन्डन ब्रिज नेपालमा पनि लन्डन ब्रिज छ अब सक्छ त कसैले भने नेपाललाई अनि चेन्जीले बनाउँछ अब यो देश हारियो सबैजनाले मलाई भोटाल्न पऱ्यो म चाहिँ मैले यो देश विकास गरिदिन्छु हो भोटाल्नै पऱ्यो है भोटाल्न पऱ्यो अनि हजुरहरूलाई बसी महिनाको 1 लाख तलब केटा सबैलाई बसी है केटा ल चिल के ल चिल जस्ट भोट पाण्डु ब्लक ल है त गाइस म चाहिँ अहिले बुलेटतिर आइसकेँ साथीलाई चाहिँ मैले बाइक चलाउन दिएको छु टक्क लाएर ल बुलेट चलाउँदै ल पछाडि चाहिँ सन्देश छ त्यहाँ लाएर जाउँ केटा जाउँ पाण्डु ब्लक आज बुलेटमा चलफल हान्दै खाने त ल है केटा हो चितवनमा चलफल हान्दै स्याङ्जाली हो स्याङ्जाली केटा हो होइन 2% केटा अब मलाई चार्ज पनि छैन केटा
सो अलरेडी गाइज अझै टक्कलाएर हामी चाहिँ नारायणीको रिभर साइडमा टक्कलाएर चाहिँ सक्नुहुन्छ केटाहरू चाहिँ हेर्छन् टक्कलाएर उहाँ चाहिँ अगाडि चाहिँ मौसम चलिरहेको छ बाइकको चाहिँ भर्खरै चेन फुत्केको अवस्था हजुरलाई म अहिले भिडियो देखाउँछु सो अलरेडी गाइज अझै हामी चाहिँ रुममा आइसक्यौँ म एक देवाल चाहिँ रुममा चाहिँ सन्देश र साथी चाहिँ एउटा कता क्याम्पर गहन तिनीहरू चाहिँ मेरो बाइकमा म त्यसको बुलेटको चाबी चाहिँ फेरि मसँग छ केटा हो रुमको हालतहरू नि केटा यस्तै छ केटाहरूको रुम चाबी यहाँ अब त्यसको बाइक मैले अब पड्काउँदिन्छु अब डेन्जर पड्काउँदै हिँड्नुपर्छ अब मौकामा चौका हान्न परेन त्यसले आफ्नै बाइक लिइजान्छु भन्थ्यो मेरो बाइक लैजा भन्थेँ मैले अनि त्यसको बुलेट चलाउँदा मैले के म चाहिँ अब बाहिर निस्किनु लाग्यो एकैछिन तिनीहरू अहिले आउन तिनीहरूलाई आधी घन्टा जति लाग्छ 10-15 मिनटमा एकछिन अब बाहिर हराइदिन्छु कि म अब एकछिन चेन फुत्केर क्या अघि तिमीलाई के अरे म भ्लगमा म भन्छु भनेको थिएँ चेन फुत्केर लास्टै तना परेर नि केटा लास्टै कालो भयो हात हल्का हल्का घोटी खा बल्ल बल्ल गरेर हजुरलाई म चाहिँ अब बाहिर निस्केपछि भेट्छु अहिले यति नै त्यो अलरेडी गाइजहरू चाहिँ म चाहिँ निस्किन लागेको यसो अब बाहिर साह्रै घुमेर आउनु परेन नि अब बुलेट छ बुलेट पड्काउँदै जाने के केटा हो मिस भएर हान्छ कि डेन्जर त्यसको चाहिँ नि टक्क लाएर अब निस्किनु पऱ्यो त्यहाँ म चाहिँ बाहिर निस्किसकेँ टक्क लिएर बुलेट चाहिँ हेर्छ बाइक चाहिँ खतरा हालेछ बजेट चाहिँ ल अब स्टार्ट हान्नु पऱ्यो है त के कान्ने के केटा हो अफ छ यो केटा एकैछिन है म स्टार्ट गरेर अनि त बाहिर निक्लिन्छ नि एकैछिन हजुरलाई भेट्छु अहिले त केटा टक्क लाएर स्टार्ट गरेर म चाहिँ निस्किसकेको टक्क लाएर सो अलरेडी अहिले टक्क लाएर एउटा हात चलाएर हिँडिरहेकै म चाहिँ एउटा अहिले यति ल गाइज फर्किहाल्न पर्ने भयो यार बिचबाट केटाहरू आइसकेको छन् रुममा बुलेट यहाँ छ मलाई फोन गरेर बोला खान के ल है गाइज म चाहिँ अहिले हिँडेको अहिले भेट्छु अहिले यति नै सो अलरेडी गाइज अहिले चाहिँ हामी चाहिँ कपीले समातेर चाहिँ सामान बनाएको दगुर्दै भागेर चाहिँ आएको टक्क लाएर सटरभित्र राखिदिइसक्यौँ हामीले बाइक चाहिँ टक्क लाएर पनि सक्नुहुँदैन रुमभित्र गएर राखिदिइसक्यौँ हामीले बाइक चाहिँ भित्र जान्छ रुममै बाइक जान्छ धन्नु समातेको क्या हामीलाई कपिल चाहिँ अहिले हामी चाहिँ हिँड्दै हिँडिरहेको मैले चाहिँ धन्नु समातिसकेको क्या म हामीलाई त यार पड्काउँदै हिँडेको बाइक दुइटैले धन्नु समातेको खुट्टा छ नि देखि हिँड्ने यार अँधेरोले क्यामेरा पुग्छमै केटा हो देखि हिँड्ने यार अँधेरो भएर गाइस गाह्रो नमान्नु होला सबैजना सपोर्ट गर्नु पऱ्यो सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त अहिले एकछिन भित्र यति सो मलाई गाइस अझै हामी चाहिँ सुकुटीका मोमो मगाएर खाँदै अझै टक्क दुईजना उता खान्छ